यो पानी परेको बेलामा के यो पानी परेको बेलामा होइन मकै खान क्या लास्ट मजा आउँछ के। ल साथीहरू पानी पनि दर्केको छ, तपाईँले देख्न सक्नुहुन्छ पानी पनि दर्केको छ, चिया पनि उम्लिँदैछ, मकै पनि पाकिसक्यो होइन। आगो पनि खत्रै बोलेको छ, जाडो जाडो भइरहेको मलाई चाहिँ होइन। यहाँ जाडो जाडो भएको छ, चिया हालिन्छ हो। सम्पूर्ण साथीहरू नमस्कार। आजको एपिसोडमा हामी चाहिँ के गर्नेछौँ भन्दा आज हामी चाहिँ अहिलेको समय भनेको मकै फल्ने समय हो। आज चाहिँ हामीले मकै पकाएर खान्छौँ है, मकै उसिनेर खान्छौँ। तपाईँहरूले हेर्नु होला, आज चाहिँ मकै उसिनेर खान्छौँ है हामीले। ल म मकै बारीतिर जाँदैछु, अन्तिमसम्म हेर्नु होला। म चाहिँ अहिले मकै बारीमा आइसकेको छु होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। हेर्नुहोस्, म अहिले मकै बारीमा आइसकेको छु। मकै चाहिँ यो ढलेको लान्छु मैले चाहिँ, यो ठुल्ठुलो चाहिँ लान्न, यो जुन ढलेको मकै चाहिँ लान्छु कि। यो ढलेको मकै चाहिँ उसले खान्छ, मुसाले पनि खान्छ। यो हाम्रो मकैबारी हो, तल हामीले कोदो रोपेका छौँ, यस्तो छ। तपाईँलाई मैले मेरो मकैबारी टुर गराउँछु है त, यस्तो छ है तल। यहाँ माथि पनि मकै हो, यस्तो छ है तल, यस्तो छ, यस्तो छ, हेर्न सक्नुहुन्छ, यस्तो छ। तपाईँले देख्न सक्नुहुन्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। ढुकुर उडेको छ कि ढुकुर उडे, ढुकुर उडे। साथीहरू धेरै मकै लान्न, 2-3टा लान्छु, धेरै लान्न कि। एउटा भयो त, दुईटा मकै भयो। यो भाज्छु कि 3टा भाज्दैछु। ल साथीहरू मैले मकै भाजिसकेको छु, तपाईँले दिन सक्नुहुन्छ होइन। मैले मकै भाँचेँ। ल साथीहरू म घर आइसकेँ होइन। अब यो मकै चाहिँ मैले खोक्याउँछु र आगोमा हामीले चाहिँ उसिनेर खाइन्छ है त। मकै चाहिँ उसिनेर खाइन्छ। मैले चाहिँ मकैको कपडा निकालिसकेँ, हेर्नु है, कपडा निकालिसकेँ। हामी चाहिँ चाउडा मकै छ, चाउडा मकैमध्ये एउटा चाहिँ यहाँ हल्का कुना लगाएर चाहिँ सादी फालिदिएर पकाउने हो होइन। हामीसँग एउटा बिरालो पनि छ, यस्तो छ। अब यो मकै खोक्काएँ, अब मैले यसमा हाल्छु र खाइन्छ है त। अब मैले आगो फुक्छु, आगो पनि फुक्नु बाँकी छ। त्यसपछि यो मकै चाहिँ मैले यसभित्र हाल्छु कि। ल अहिले आगो पनि बोलिसकेको छ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ पानी पनि उम्लिँदैछ होइन। अब हामीले चाहिँ यो मकै हालिन्छ, मकै हालेर पकाइन्छ। ल साथीहरू आगो पनि दन्किएको छ होइन, मिठो आगो बोलेको छ। अब हामीले चाहिँ मकै हाल्दैछौँ है त। ल हाम्रो मकै गयो एउटा, अर्को मकै पनि जान्छ, अर्को मकै नि गयो, अर्को यो मकै गयो, अर्को यो मकै गयो, अर्को यो मकै गयो। यस्तो छ, यस्तो छ। तर आगो बोल्दैछ है त। यस आगोमा पकाएको त लास्ट मिट हुन्छ क्या, जे कुरा पनि। फाइनली यस्तो देखिएको छ है। अब बिस्तारै पाक्छ, कुर्न पर्छ होइन। अब चिया नि पकाउँछु मैले बिस्तारै, आगो पनि बोल्दैछ हेर्नु है त। यस्तो छ। फाइनली यस्तो देखिन्छ कि कडा राम्रो भ्यू देखिएको छ कि फेरि। अब मैले मकैलाई केही समय ढाक्छु, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। मैले प्लेट ल्याइसकेको छु होइन। अब यसलाई चाहिँ मैले एकछिन ढाक्छु, ढाकेपछि यसको चाँडो पाक्छ ढाकेपछि। ल अब एकछिन हामीले कुर्छौँ है त।
गाइस पानी नि पऱ्यो कि फेरि मकै पनि पकाउने पानी नि पर्ने भयो तपाईँले दिन सक्नुहुन्छ यस्तै पानी पऱ्यो कि पानी परेको छ अन्त अब यो पानी परेको बेलामा के यो पानी परेको बेलामा होइन मकै खान क्या लास्ट मजा आउँछ कि होइन मकै पनि पाकिसकेको छ अब यस्तो पानी परेको छ नि त यो पानी परेको बेला मकै र चिया खान यति मिठो हुन्छ उसानेको मकै र चिया खान यति लास्ट हुन्छ कि हेर्नु है त ल साथीहरू पानी पनि दर्केको छ तपाईँले देख्न सक्नुहुन्छ पानी पनि दर्केको छ चिया पनि उम्लिँदैछ मकै पनि पाकिसक्यो होइन आगो नि खत्रै बोलेको छ जाडो जाडो भइरहेको मलाई चाहिँ होइन यहाँ जाडो जाडो भएछ अब मकै पानी पनि खत्रै आयो कि मकै पनि खत्रै पाक्यो चिया पनि उम्लियो हेर्नु चिया पनि उम्लिँदैछ अब खानुपर्छ है त ल खत्रै पानी पऱ्यो क्या फेरि पानी पनि खत्रै पऱ्यो ल साथीहरू मैले मकै पनि यहाँ हालिसकेको छु कप पनि ल्याइसकेको छु होइन अब हामीले चाहिँ यो चिया रेडी छ चिया पनि हाल्छौँ है त ल चिया हालिन्छ अब चिया हालियो अब हामी यसलाई खान्छौँ है साह्रो कस्तो हुन्छ हजुरलाई मैले भन्छु है यो मकै पनि रेडी नै छ है यो मकै हेर्नुहोस् यस्तो छ यही आगोमा पकाएको मकै हो होइन अर्को मकै पनि छ हामीसँग हेर्नुहोस् अर्को हामीसँग छ चिया छ है ल हाम्रो चाहिँ उता गएर खान्छ है उता घर गएर खान्छ यहाँ आगोमा चाहिँ रहेछ खान्छ साथीहरू मैले चाहिँ मकै खाँदैछु है हेर्नुहोस् आहा लास्ट मिठो पानी पनि खत्रै परेको यो डाँडा पानी आइरहेको डाँडा त कस्तो पानी परेको कति पानी परेको मेरो बाइक पनि उज्यो खा पानी खत्रै परेको के हान्छ साथीहरू आजको यो मकै पकाएर खाएको पानीमा तपाईँलाई यो भिडियो कस्तो लाग्यो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला र सब्सक्राइब पनि गर्न नभुल्नु होला यो भन्दै अर्को एपिसोडमा हामी छिट्टै भेट्नेछौँ धन्यवाद।